हेलो नमस्ते सबैजनालाई। अब आज हाम्रो फेरि लन्च टाइम खाना खाने बेला भयो। अब आजको चाहिँ हाम्रो लन्चमा मेरो लन्चमा चाहिँ बासमती राइस अनि एग करी, यो अन्डा करी है, अनि यो भान्टा फ्राई बेसनमा हालेर फ्राई गरेको, अनि यो चाहिँ हिजोकै अलिकति फर्सीमा मिसाएर पकाएको खसीको मासु अलिकति लेफ्ट ओभर थियो, त्यसैलाई अहिले राति फ्रिजमा हालेको थिएँ। अब अहिले चाहिँ नै रिहिट गरेर खान लागेको। अनि यहाँ छ मुला, गाजर र डल्ले स्यालेड, अनि यहाँ एज युजुअल मेरो सधैँ जस्तो एउटा पापड। यो चाहिँ नै मैले तेलमा फ्राई गरेको होइन, आगोमा फ्राई गरेको। तेलमा फ्राई गरेको मलाई त्यति मन पर्दैन। सो लेट्स स्टार्ट है त। मेरो भिडियो हेर्ने क्रममा तपाईँहरू पनि खानुहोस् है त। हेरिदिनु भएकोमा धन्यवाद। एक करीसँग अब स्टार्ट गर्छु म। सुरु गरौँ है त। मिठो छ। भान्टा फ्राई दामी छ। आज ब्रिस्बेनको वेदर पनि अलि चिसो चिसो छ। खासै जाडो त सुरु भएन, जाडो सुरु हुने सङ्केत यहाँ, र तातो खाना खान मजा आइरहेछ। बारीको डल्ले चौपट पिरो छ, मुखभित्र आगो बोलाए जस्तो हुन्छ, तर मजा आउँछ। एग, अन्डा, पापड, चुस एउटा मुला, गाजर, तपाईँहरू पनि खानुहोस् है त। धन्यवाद फेरि पनि भिडियो हेरिदिनु भएकोमा। सबैजनालाई सबैजनाको दिन शुभ रहोस्। Have a great day. Bye for now.